साथीहरु, अनर्थ अभिज्ञ अनर्थ मन्त्रीले चाहिँ तपाईको करदाता प्रोत्साहन कार्यक्रम भनेर एउटा चाहिँ तपाईको उपहार कार्यक्रम ल्याएको छ नि, चिठा कार्यक्रम। यो चाहिँ तपाईको सर्कस देखाए जस्तो। यो तपाईहरुलाई कस्तो लाग्छ? तपाईको 2500 वा 3500 मा तपाईको एउटा नागरिकलाई, एउटा पीडित नागरिकलाई, दुखी गरिब नागरिकलाई वर्षमा 1 लाख को चाहिँ तपाईको स्वास्थ्य बीमा उपलब्ध गराउन नसक्ने यो अर्थमन्त्री तपाईको अहिले 100 रुपैयाँमा 10 लाख 15 दिनमा एकजनालाई र 15 जनालाई 1,33,000 का दरले दिइरहेको छ। यो मतलब भनेको मासिक 30 लाख रुपैयाँ उपहारमा दिइरहेछ। यसको यो योजना कर बढाउने हो या जनतालाई कर तिर्न प्रोत्साहन गराउने हो कि तपाई? म अनभिज्ञ छु। तर 2500 या 3500 मा वार्षिक 1 लाख दिन नसक्ने यो अर्थमन्त्री तपाईको 100 रुपैयाँ भनेको 16 जनाले उपहार पाउँदै गर्दाखेरि 1600 रुपैयाँको सामान खरिद गर्ने मान्छेले तपाईको महिनामा तपाईको 60 लाख भन्दा बढी चाहिँ यहाँ हैन, तपाईको 2500 मा चाहिँ यिनीहरुले नागरिकलाई वार्षिक, त्यो पनि वार्षिक 1 लाख रुपैयाँको औषधि उपचार दिन नसक्ने यिनीहरु तपाईको अहिले 1500 रुपैयाँमा 3000 रुपैयाँमा चाहिँ तपाईको 60 लाख सम्मको उपहार दिन सक्षम छन् भनेपछि यिनीहरुको अर्थविज्ञता यो भन्दा धेरै के भन्नु हैन।